नमस्ते अनि हाम्रो यस अर्थएज च्यानलमा हजुरहरूलाई स्वागत छ। आज हामी जीबीपी UST को ट्रेड एनालाइसिस गर्न जाँदैछौँ र कसरी मेरो इन्ट्री मिस भयो, हायर टाइम फ्रेमबाट हजुरलाई लोवर टाइम फ्रेम, एक्जिक्युसन टाइम फ्रेमसम्म लग्नेछु। विकली टाइम फ्रेममा प्राइस बुलिस फेयर भ्याली ग्यापमा छ र बुलिस फेयर भ्याली ग्यापले एकदम विकली बुलिस फेयर भ्याली ग्यापले एकदम राम्रो रेस्पेक्ट देखाइरहेको छ प्राइसलाई। हाम्रो बायस बुलिस रहेको छ विकलीमा र हाम्रो कन्टेक्स्ट रहेको छ कन्ट्रेक्ट्स र टार्गेट हाम्रो कहाँसम्म प्राइस जान्छ त भन्दाखेरिमा हाम्रो विकलीको स्विङ आइरहेको छ टार्गेट। र यसै गरी म 4 आवर टाइम फ्रेममा जान्छु। 4 आवर टाइम फ्रेममा हेर्नुभयो भने यो टाइममा 5 AM को क्यान्डलमा हेर्नुभयो भने के छ, प्राइस अझै यो विकलीको हाम्रो जुन टार्गेट हो त्यसलाई प्राइसले टेकआउट गरेको छैन, प्राइसको नजिकै छ अनि प्राइस पनि एकदमै बुलिस छ भनेपछि हामी यो 4 आवर फेयर भ्याली ग्यापमा इन्ट्री हेर्छौँ। 4 आवर फेयर भ्याली ग्यापमा प्राइस आयो, हजुरहरूलाई म इन्ट्री टाइम फ्रेममा लग्छु। प्राइस 4 आवर फेयर भ्याली ग्यापमा प्राइस आएको छ र एउटा प्राइसले सर्ट टर्म लिक्विडिटी बनायो, सर्ट टर्म लिक्विडिटी ट्र्याप गर्यो, टेकआउट गर्यो, सर्ट टर्म लिक्विडिटी टेकआउट भयो र हाम्रो चेन्जिङ स्टेट अफ डेलिभरी माथि क्लोज भयो। यहाँ हेर्नुहुन्छ भने हाम्रो के भयो, प्राइसले एकचोटि तल आयो, लिक्विडिटी जेनेरेट गर्यो, माथि गयो अनि फेरि एकचोटि तल आयो, तल आएर प्राइसले यो लिक्विडिटी टेकआउट गर्यो। जुन यसको ओपनिङ प्राइस छ, यो जुन सिरिज अफ क्यान्डलले चाहिँ यो लिक्विडिटी टेकआउट गरेको छ त्यसको ओपनिङ प्राइस भनेको हाम्रो त्यो ओपनिङ प्राइस को माथि क्लोज गर्छ भने त्यो चेन्जिङ स्टेट अफ डेलिभरी हुन्छ र त्यो चेन्जिङ स्टेट अफ डेलिभरी दियो भने हामी बाई गर्छौँ। अनि हाम्रो यो 10 AM को क्यान्डलले हाम्रो चेन्जिङ स्टेट अफ डेलिभरी दियो र फेयर भ्याली ग्यापहरू पनि बनाएको छ। मैले प्राइस मेरो इन्ट्री पेन्डिङ अर्डर मेरो यहाँ रहेको थियो र प्राइस त्यहाँ नआइकन एकदमै बुलिस भएर प्राइस हाम्रो कन्टेक्स्ट जुन विकलीको कन्टेक्स्ट हो, यो जुन विकलीको कन्टेक्स्ट हो त्यसलाई प्राइस टेकआउट गर्यो। अब एकपटक विकलीको कन्टेक्स्ट टेकआउट गरेपछि म अर्कोचोटि चाहिँ फेरि ट्रेड हेर्दैन। अब विकली 4 आवर हायर टाइम फ्रेममा फेरि अर्को फेयर भ्याली ग्यापहरू कुरेर न्यू फेयर भ्याली ग्याप फर्म हुन दिएर फेरि न्यू फेयर भ्याली ग्यापमा इन्ट्री सेटअप बन्छ भन्ने हान्छु। यसरी चाहिँ मैले आज जिउमा एकदमै राम्रो ट्रेड चाहिँ मिस भएको छ मेरो। यसै गरी नै अब नयाँ भिडियोहरू पनि आउनेछ अर्थएज च्यानलमा। यस भिडियोलाई लाइक गर्नुहोस्, च्यानललाई सब्सक्राइब गर्नुहोस् र हाम्रो डिस्कर्डको लिङ्क जहाँ हाम्रो यस्तै नेपाली कम्युनिटीहरू हुनुहुन्छ, भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्नुहोला। धन्यवाद।